सम्पूर्णमा नमस्कार साथीहरु, के तपाईं नियमित रूपमा अल्सीको बिउ सेवन गर्नुहुन्छ जसलाई फ्ल्याक्सीड भनिन्छ भने यो भिडियो तपाईको लागि। यो भिडियो अन्तिमसम्म हेर्नुहोला। यो भिडियो अन्तर्गत रहेर अनुसन्धानले सिफारिस गरेको अल्सीको बिउको सम्पूर्ण फाइदाको बारेमा र साथै अल्सीको बिउलाई कसरी सेवन गर्न सकिन्छ, कति मात्रामा सेवन गर्दा हाम्रो लागि स्वस्थकर मानिन्छ, यी सबैको बारेमा डिटेलमा जानकारी उपलब्ध गराउनेछु। त्यसकारण साथीहरु, यो भिडियो तपाई अन्तिमसम्म हेरेर यी सम्पूर्ण जानकारी प्राप्त गर्नुहोला र यसको सेवन गरेर सम्पूर्ण स्वास्थ्यलाई प्राप्त गर्नुहोला। सबभन्दा पहिले साथीहरु, अल्सीको बिउ भित्र के रहेको हुन्छ यसको बारेमा हामी कुराकानी गर्छौं। त्यसपछि यसबाट कुन कुन फाइदा प्राप्त हुन्छ त्यसको बारेमा कुराकानी गर्छौं। साथीहरु, अल्सीको बिउ भित्र प्रचुर मात्रामा हेल्दी फ्याट रहेको हुन्छ जसलाई ओमेगा 3 फ्याटी एसिड भन्ने गरिन्छ। यसमा प्रशस्त मात्रामा पावरफुल एन्टिअक्सिडेन्टहरु रहेका हुन्छन्। साथै यसमा भरपूर मात्रामा फाइबर रहेको हुन्छ। यसको अलावा यसमा क्याल्सियम, फास्फोरस, म्याग्नेशियम, म्याग्निज प्रचुर मात्रामा रहेको हुन्छ। साथीहरु, अब अनुसन्धानले पुष्टि गरेको फाइदाको बारेमा कुराकानी गर्छौं। सबभन्दा पहिलो यसको फाइदा, यसलाई मुटुको लागि अत्यन्त लाभकारी मानिन्छ। जब हामी अल्सीको बिउ एउटा निश्चित मात्रामा सेवन गर्छौं, सबभन्दा पहिले त्यसले खराब किसिमको कोलेस्ट्रोलको मात्रालाई घटाउन मद्दत पुर्याउँछ, राम्रो किसिमको कोलेस्ट्रोलको मात्रालाई बढाउन मद्दत पुर्याउँछ, रगत नलीको भित्री भाग एन्डोथेलियमलाई यसले स्वस्थ राख्न मद्दत पुर्याउँछ, मुटुभित्र र रगत नलीभित्र रहेको जुन सुजन छ, इन्फ्लामेसन छ, त्यसलाई कम गर्न हामीले मद्दत पुर्याउँछ, जसको कारणले गर्दा मुटुमा रोग लाग्ने जुन खतरा छ त्यो एकदमै कम हुन्छ। दोस्रो यसको सबभन्दा महत्त्वपूर्ण फाइदा साथीहरु, यसले हाम्रो पेटलाई राम्रोसँग सफा गराउन मद्दत पुर्याउँछ, हाम्रो कब्जियतलाई हटाउन मद्दत पुर्याउँछ, किनभने यसमा प्रशस्त मात्रामा फाइबर रहेको हुन्छ। जब हामी यसको सेवन गर्छौं, यो पेट भित्र जान्छ, पानीलाई सोच्ने गर्छ, सोचेर दिशाको जुन मात्रा छ त्यसलाई बढाउनुको साथै त्यसलाई नरम बनाउँछ र शरीरबाट सजिलै बाहिर निकाल्न हामीले मद्दत पुर्याउने कार्य गर्छ, जसको कारणले गर्दा हाम्रो पेट राम्रोसँग सफा हुने गर्छ, हाम्रो पाचन शक्ति मजबुत हुने गर्छ। तेस्रो फाइदा साथीहरु, यसले रगत भित्र चिनीको मात्रालाई कम गर्न हामीले सहयोग पुर्याउँछ। यसमा प्रचुर मात्रामा रहेको जुन फाइबर छ यसले खानामा रहेको कार्बोहाइड्रेटको पाचनलाई स्लो गरिदिन्छ, जसको कारणले गर्दा कार्बोहाइड्रेट बिस्तारै बिस्तारै पाचन हुन्छ र त्यसबाट बिस्तारै बिस्तारै ग्लुकोज रिलिज हुन्छ, रगत भित्र बिस्तारै बिस्तारै ग्लुकोज जाने गर्छ, जसको कारणले गर्दा वात्तै ग्लुकोज रगत भित्र बढ्न पाउँदैन। साथै यसले इन्सुलिनको काम गर्ने जुन क्षमता छ त्यसमा यसले वृद्धि गराउन हामीले सहयोग पुर्याउने कार्य गर्छ। चौथो नम्बरमा साथीहरु, यसले हाम्रो वजनलाई कन्ट्रोल गर्न हामीले सहयोग पुर्याउने कार्य गर्छ। जब हामी फ्ल्याक्सीड अथवा अल्सीको बिउलाई सेवन गर्छौं, यो पेटमा जान्छ र यसमा रहेको जुन फाइबर छ यसले हाम्रो पेटलाई लामो समयसम्म अघाएको जस्तो महसुस गराउँछ। साथै हाम्रो भोकलाई यसले घटाउन मद्दत पुर्याउँछ, जसको कारणले गर्दा ओभर इटिङबाट बचिन्छ, फलस्वरूप हाम्रो वजन कन्ट्रोल रहन हामीले मद्दत प्राप्त हुने गर्छ। छैठौं नम्बरमा साथीहरु, यसले हाम्रो शरीरको भित्री भागमा रहेको सुजन, इन्फ्लामेसनलाई घटाउन हामीले सहयोग पुर्याउँछ, जसको कारणले गर्दा दीर्घ रोग हुने जुन खतरा छ त्यो एकदमै कम हुन्छ। दीर्घ रोगको कुरा गर्दाखेरि गम्भीर बिमारी बुझ्नुपर्छ, जस्तै सुगर, प्रेसर रोगहरुबाट यसले हाम्रो शरीरलाई जोगाउन अत्यधिक मात्रामा मद्दत पुर्याउने कार्य गर्छ। 4 नम्बरमा साथीहरु, यसले हाम्रो शरीरका केही यस्ता अंगहरु छन् जसलाई क्यान्सरको जोखिमबाट बचाउन हामीले मद्दत पुर्याउने कार्य गर्छन्, जस्तै स्तन क्यान्सरको जोखिमबाट यसले बचाउन मद्दत पुर्याउँछ, प्रोस्टेट क्यान्सरको जोखिमबाट बचाउन मद्दत पुर्याउँछ, साथै आन्द्राको क्यान्सरको जोखिमबाट बचाउन हामीले यसले मद्दत पुर्याउने कार्य गर्छ। अब यसको सेवन गर्ने तरिकाको कुरा गर्ने भने बजारबाट एकदमै ताजा फ्रेश चाहिँ अल्सीको बिउ किनेर ल्याउनु होला, राम्रोसँग धुनु होला, घाममा राम्रोसँग सुकाउनु होला, त्यसपछि यसलाई खलमा राखेर कुट्नु होला र एउटा बट्टाभित्र भरेर राख्नु होला। दिनमा एक पटक बिहानको समयमा खाली पेट 1 चम्चा यसलाई सेवन गर्नु होला। यसको सेवन गर्दा तपाई दहीमा फिटेर यसको सेवन गर्न सक्नुहुन्छ, तपाई सलादको रूपमा सेवन गर्न सक्नुहुन्छ, वा ओट्सको सेवन यदि गर्दै हुनुहुन्छ भने त्यसको साथमा पनि यसको सेवन गर्न सक्नुहुन्छ, तर दिनमा एक पटक मात्र यसको चाहिँ सेवन गर्नु होला। लगातार 1 महिनासम्म गर्नु होला, त्यसपछि केही दिनको लागि बन्द गरिदिनु होला, पुनः आवश्यक परेको बेलामा यसको चाहिँ सेवन गर्नु होला। तर यसको सेवन गर्दाखेरि केही सावधानी अवश्य अपनाउनु होला। यदि तपाई गर्भवती महिलालाई दिन चाहनुहुन्छ वा कुनै पनि गम्भीर बिमारीबाट पीडित भएको व्यक्तिलाई दिन चाहनुहुन्छ, विशेष गरेर यो के भन्छ आन्द्रा सम्बन्धी यदि कुनै बिमारी छ वा यसको सेवन गर्दा तपाईलाई एलर्जीको जस्तो महसुस हुन्छ वा तपाई सानो बच्चालाई दिन चाहनुहुन्छ भने त्यस्तो अवस्थामा एक पटक आफ्नो डाक्टरको सल्लाह अवश्य लिनु होला, त्यसपछि मात्र दिनु होला।